ल है अब चाहिँ हामी टक्क लाएर आफ्नो आफ्नो तालमा छ। त्यहाँ भाइ छ, त्यहाँ भाइ बहिनी छ सानो सानो, त्यहाँ मेरो दाजु। टक्क लाएर अब चाहिँ हामी होइन म एक्लै यो गुराँस फुल्दाखेरि त गुराँस फुलेको हेर्न हुन्थ्यो। अब गुराँसै फुल्ने रहेन रहेछ यो। अब यो सबै चाहिँ गुराँसको बोट हो। अनि टक्क यहाँ फुलाएको भने चाहिँ आहा दिल गार्डन गार्डन हुनेवाला खालको फुल छ फुल। खासमा चाहिँ यहाँनिर भैँसीहरू चर्छ कि के चर्छ भने गोबरहरू पनि धेरै रहेछ यार। ला डाँडा त मिठो रहेछ नि हेर्न चाहिँ, चुवाक खालको अलिक परसम्म पनि। अब यहाँबाट तल जाउँ म चाहिँ जानु पर्यो। अब के छ हेरौँ। अवलोकन गर्ने क्रम जारी छ। अब चट्ट लाएर हुस्से अलिक ज्यादै लाग्यो। अनि अलिक जाडो जाडो भएको महसुस भइरहेछ। फुल भयो भने त टिपेर टक्क कसैलाई दिनु हुन्थ्यो क्या। हेर्नु फुलै छैन, फुल भएको भए पनि कसलाई दिनु। गाह्रो छ जिन्दगी। हेर्दामा तल बाटो छ जस्तो छ अझै। तेरेका ग्राउन्ड चाहिँ सोलिड हो क्या, तर अलिक फोहोरै फोहोर रहेछ र बहुत जाऊ। ऊ त्यहाँ डाँडामा जानुपर्छ होला। त्यहाँनिर त्यो डाँडामा गएर बस्नु पर्यो के हुन्छ। के गर्नु एक्लै छ अब, एक्लै यसो कसलाई बोलाउने। जुत्ता मेरो चिप्लिने खालको छ फेरि। यो घाँसमा चलल चिप्लिने रहेछ। डाँडामा जानु पनि डर छ हौ। के गर्नु, जोडीहरू आएर यता बस्छन् नि, के गर्नु हामी त हेर्ने मात्रै पर। माथि माथि पनि छन् ओह पर केटाकेटीहरू त्यो आइबाट। यो एरियामा फोहोर चाहिँ लास्ट रहेछ यार। टक्क लाएर पुरा हुस्से आइरहेछ, पुरा बादल डाँडामा आएर बस्नु पर्यो। है गाइस सेट डर लाग्यो मलाई लास्टै। अन्त म छोरा मान्छे हो, तर पनि डर चाहिँ लास्ट लाग्ने रहेछ क्या। एक खेप चिप्ल्यो भने गयो काम तमाम। कहाँ झर्छ थाहा हुँदैन। यता जाउँ, यता के छ। त्यहाँ पनि राम्रो छ जस्तो छ ठाउँ त। र गाइस घुम्ने क्रममा यहाँनिर लाइटर रहेछ यार। लाइटर भेट्यो। आगो बाल्दिउँ कि क्या हो कतै जाडोमा। खासमा चाहिँ यता हिँडेर आउने बाटो यो जस्तो छ है। यो जस्तो छ बाटो चाहिँ खासमा। यो बाटो जानु पर्यो कता पुग्छ। जङ्गली जनावर छ भने पो लास्ट डर लाग्थ्यो। आगो पनि भल्यो एट काम लाग्ने खालकै लाइटरहरू जस्तो छ। अनि यहाँनिर चाहिँ यो के छ, यो के होला यो। हेर्दा त पोइजनियस छ जस्तो छ न चाहिँ। बोकेर हिँड्यौँ कि क्या, फेरि कराउने हो कि। र फाइनली गाइस मैले यो चिज के हो त्यो पनि उखाले मैले। हेर्नुहोस् है कति राम्रो छ, च्याउ जस्तो छ है। फेरि दाना लागेको छ। यो के हो मै सक परेँ क्या। हेर्नु त हेर्दाखेरि चाहिँ खाने खालको फल जस्तो छ क्या। के होला विचार गर्नु होला है। हरियो पनि छ, रातो पनि छ। हे सबै झारीमा रहेछ यार। टिप्नुपर्छ होला, फेरि कराउने हो कि। हेर्नु त गाइस ल, के हो यो खान मिल्छ त। पोइजनियस हो जस्तो छ है गाइस, डर लाग्यो मलाई यार। अर्को कुरा चाहिँ झाडीहरू अलिक धेरै छ। यो झाडीहरूमा पनि छ क्या बिचमा। हेर्नुहोस् न त्यहाँ ऊ बिचमा फुलिरहेछ। क्या मिठो पारामा रातो हेर्दै खाने हो जस्तो। म त्यही अघिको बाटोमा, अब मेरो यो अघि मैले चुडेको फुल चाहिँ यहाँ छ।
फुल हो कि के हो यो म थाहा भएन, मैले चाहिँ फुल भने। र बाटोमा पनि राम्रो राम्रो फुलहरू जस्तो छ। अब हामी तल जाने काम चाहिँ जारी छ है। जति तल गयो उति जाडो बढे जस्तो भइरहेछ। हुस्से अलिक कडै लागे जस्तो छ। एक्लै हिँड्न अलिक डर मर्दो छ है। हिँड्न चाहिँ अलिक आँट पुऱ्याएर हिँड्दैछु। त चितुवाएर रुखमा चढायो पनि छैन, गाह्रो छ नि हो। र यहाँनिर चाहिँ रुखहरू रहेछ, यो पनि लाली गुराँसको सबै। ए आम्मा थोरै रहने रहेछ हौ। त्यो अघिको खालको त्यो रातो खालको फुलको डल्ला त यहाँ धेरै छ। हेर्नुहोस् न, त्यहाँनिर त्यहाँ यहीँनिर छ। हरियो कालो, ए कालो होइन, हरियो रातो कलरमा छ। यहाँनिर चाहिँ रुखहरू अलिक ढालेको रहेछ। गुराँसकै रुखहरू होला ढालेको खासमा। कुनै कुनै हावाले लडेको पनि रहेछ। यहाँनिर चाहिँ बस्ने ठाउँ छ है गाइस। यहाँ टक्क लाएर अब बस्नु पर्यो यसैमा। र म बसिसकेको छु। परमेश्वरलाई धन्यवाद। आज राम्रै भ्यू हेरिन्छ होला। तल रुखहरू पनि घना घना छ क्या, फेरि सबै गुराँसको। र यहाँनिर आउने चाहिँ अहिले एक्लै छु है म। रुखहरू पनि घना घना छ, डरै लाग्दो। र साथीहरू हेर्न सक्नुहुन्छ है, त्यो ठाउँबाट म यहाँ आएँ। बाटो चाहिँ जाने यतैतिर रहेछ घुमेर। त्यो तल रुख काटेर लडाक्यो होला त्यो चाहिँ। यो के हो पनि, यो झारहरू राम्रो छ हुन चाहिँ हेर्दा चाहिँ। त्यो गमलाउँदै राख्ने खालको झारहरू छ खासमा। बाटो त यता तल गएको रहेछ। मलाई एक्लै जान अलिक मनै लागेन हौ। डर चाहिँ लागेको छैन, तर पनि त्यहाँ पुगेर आउन चढ्नु पो गाह्रो हुन्छ होला अहिले फेरि। यहाँबाट रहेछ सर्टकट बाटो चाहिँ। यस्तो पानी पर्दा झरेर यस्तो भएको होला। पुरै बाटोमा ठ्याक 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 हिँड्ने खालको रहेछ। है चिप्लिन्छ त हौ। रुखहरू पनि बाटोमा टक्क मिलेको क्या, चडक्क। यो मलाई लाग्छ यो चाहिँ स्ट्रबेरीको बोट हो, त्यस्तै लाग्छ। यहाँ बाटैभरि छ छन चाहिँ स्ट्रबेरीको बोट हो जस्तो लाग्छ। यो फलेकै छैन र पो त, फलेको भए चाहिँ हो भनेर भन्न सक्थेँ है गाइस।